हनुमान चालिसा भगवान हनुमानको महिमा गाउने भक्तिपूर्ण ग्रन्थ हो। यसलाई गोस्वामी तुलसीदासले अवधी भाषामा लेख्नुभएको हो। यसको नेपाली अर्थ यस प्रकार रहेको छ। गुरुको पवित्र चरणको धुलोले मेरो मनको ऐना सफा गर्दैछु। त्यसपछि म श्रीरामका सेवक हनुमानको पवित्र यश गाउनेछु, जसले 4 प्रकारका फल धर्म, अर्थ, काम र मोक्ष प्रदान गर्दछन्। म आफूलाई बुद्धिहीन जान्दछु, त्यसैले पवनपुत्र हनुमानलाई सम्झन्छु। मलाई बल, बुद्धि र ज्ञान प्रदान गर्नुहोस् अनि मेरा सबै दुःख र दोषहरू हटाइदिनुहोस्। हे हनुमान, तिमी ज्ञान र गुणहरूको महासागर हौ। हे वानरराज, तिमी तीनै लोकमा प्रसिद्ध छौ। तिमी श्रीरामका दूत हौ, अपार बलका खानी हौ। तिमी अञ्जनीका पुत्र र पवनदेवका छोरा हौ। तिमी महान वीर, अपार पराक्रमी र वज्र जस्तै कडा छौ। तिमी खराब बुद्धि हटाउने र शुभ बुद्धि प्रदान गर्ने मित्र हौ। तिम्रो शरीर सुन जस्तो सुनौलो छ। तिमी सुन्दर भेषमा शोभित छौ। तिम्रा कानमा कुण्डल छन् र तिम्रा कपाल घुम्रिएका छन्। तिम्रो हातमा वज्र र झण्डा छन्। तिमी काँधमा जनै लगाएर सुसज्जित छौ। तिमी महादेवको अंश हौ र केसरी राजका पुत्र हौ। तिम्रो तेज र प्रताप यति महान छ कि सारा संसारले तिम्रो वन्दना गर्दछ। तिमी महान ज्ञानी, गुणी र अति चतुर छौ। तिमी सधैँ श्रीरामको कार्य गर्न आतुर रहन्छौ। तिमी श्रीरामका गुणगान सुन्नमा आनन्द मान्छौ। तिमी श्रीराम, लक्ष्मण र सीताको हृदयमा सधैँ बस्दछौ। तिम्रो सानो रूप धारण गरी सीतालाई दर्शन दिन गयौ अनि तिमी भयानक रूप धारण गरी लङ्का जलायौ। तिमी भीमकाय रूप धारण गरी राक्षसहरू संहार गर्यौ अनि श्रीरामका सबै कार्यहरू सजिलै पुरा गर्यौ। तिमी सञ्जीवनी बुटी ल्याएर लक्ष्मणको जीवन बचायौ। त्यसपछि श्रीरामले तिमीलाई हर्षपूर्वक आफ्नो हृदयमा अँगाल्नुभयो। श्रीरामले तिम्रो धेरै प्रशंसा गर्नुभयो र भन्नुभयो, तिमी मलाई मेरो भाइ सरह प्रिय छौ। श्री विष्णु स्वयं भन्नुहुन्छ कि 1000 मुखले पनि तिम्रो महिमा गाउन सकिन्न। सनकादि ऋषि, ब्रह्मा, नारद, सरस्वती, शेषनाग आदिले पनि तिम्रो स्तुति गर्दछन्। यमराज, कुमेर, चारै दिशाका रक्षकहरू पनि तिम्रो महिमा गाउन असमर्थ छन्। तिमीले सुग्रीवलाई ठुलो उपकार गर्यौ। तिमीले उनलाई श्रीरामसँग मिलाएर राजपद प्राप्त गराइदियौ। तिम्रो उपदेश मानेर विभीषणले श्रीरामको शरण लिएका थिए, त्यसैले उनी लङ्का राज भएका थिए। तिमीले सूर्यलाई 1000 योजन टाढाबाट स्वादिष्ट फल सम्झेर निलेका थियौ। श्रीरामको औँठी मुखमा राखेर तिमी समुद्र पार गर्यौ, जसमा कुनै आश्चर्य छैन। संसारका कठिन कार्यहरू पनि तिम्रो कृपाले सजिलै सम्पन्न हुन्छन्। तिमी श्रीरामका द्वारपाल हौ। तिम्रो अनुमति बिना कोही प्रवेश गर्न सक्दैन। जो तिम्रो शरणमा आउँछ उसले सबै प्रकारका सुख प्राप्त गर्दछ। तिमी रक्षक भएको कारणले कसैलाई कुनै पनि डर हुँदैन। तिमी आफ्नो तेजलाई आफै नियन्त्रण गर्दछौ। जब तिमी गर्जन्छौ तब तिनै लोक, स्वर्ग, पृथ्वी र पाताल काँप्न थाल्दछ। यदि तिम्रो नाम कसैले जप्दछ भने भूत, प्रेत, पिशाच आदि नजिक आउन पनि सक्दैनन्। हे वीर हनुमान, जो तिमीलाई निरन्तर जप्छ उसका सबै रोग नाश हुन्छन् र दुःखहरू मेटिन्छन्। जो व्यक्तिले मन, वचन र कर्मले तिमीमा ध्यान लगाउँछ, तिमीले उसलाई सबै सङ्कटबाट मुक्त गर्दछौ। श्रीराम तपस्वी राजाहरूको राजा हुन्। तिमीले उहाँका सबै कार्यहरू सिद्ध गर्यौ। जो कोही आफ्नो इच्छा लिएर तिम्रो भक्ति गर्दछ उसले अनन्त फल प्राप्त गर्दछ। तिम्रो महिमा चारै युग, सत्य, त्रेता, द्वापर र कलियुगमा प्रशस्त छ। तिमी यस सारा संसारमा उज्यालो झैँ प्रसिद्ध छौ। तिमी साधु सन्तहरूको रक्षा गर्नेछौ। तिमी दुष्टहरूको नाश गर्ने र श्रीरामको प्यारो भक्त हौ। तिमी 8 प्रकारका सिद्धि र 9 प्रकारका निधिका दाता हौ। जनक नन्दिनी माता र सीताले तिमीलाई यो वरदान दिएकी थिइन्। तिमी सधैँ श्रीरामको भक्ति रसमा लीन रहन्छौ। तिमी सधैँ श्रीरामका दास भएर रह्यौ। जो तिमीलाई भज्दछ उसले श्रीरामलाई प्राप्त गर्दछ।
उसको जन्म जन्मान्तरका दुःखहरू समाप्त हुन्छन्। जो अन्त्य समयमा तिम्रो भक्ति गर्दछ ऊ वैकुण्ठ प्राप्त गर्दछ अनि फेरि जन्म लिए पनि श्रीहरिको भक्त भएर जन्म लिन्छ। जो हनुमानजीको भक्ति गर्दछ उसले अरू कुनै देवतामा मन केन्द्रित गर्न आवश्यक पर्दैन। हनुमानजीले नै सबै सुख प्रदान गर्दछन्। जो बलवीर हनुमानलाई सम्झन्छ उसले सबै सङ्कट समाप्त हुन्छन् र उसका सबै पीडाहरू मेटिन्छन्। हे हनुमानजी, तिमी सधैँ जय जयकार गर्न योग्य छौ। कृपया मेरो पनि आफ्नै गुरुदेव जस्तै कृपा गर। जो व्यक्ति हनुमान चालिसाको 100औं पटक पाठ गर्दछ ऊ सबै प्रकारका बन्धनबाट मुक्त हुन्छ र ठुलो सुख प्राप्त गर्दछ। जो व्यक्ति हनुमान चालिसाको पाठ गर्दछ उसले सिद्धि प्राप्त गर्दछ। यसको साक्षी स्वयं महादेव पनि हुनुहुन्छ। गोस्वामी तुलसीदास सधैँ श्रीहरिका सेवक हुन्। हे प्रभु, कृपया मेरो हृदयमा वास गर। हे पवनपुत्र हनुमान, तिमी सङ्कट हटाउने र शुभ ल्याउने देवता हौ। कृपया श्रीराम, लक्ष्मण र सीतासहित मेरो हृदयमा सधैँ विराजमान हुनु भनेर हनुमान चालिसाको स्तुति गरिन्छ। धन्यवाद।